नेपालको बाँझो जमिन कसरी प्रयोग गर्ने? सुनौ नारायण सिग्देलका कुरा। सरकारले क्युबामा जस्तै एउटा नीति ल्याउनु पर्यो। तिम्रो जमिन बाँझो छ भने सरकारले जोताउँछ, तिमी केही पनि बोल्न पाउनु भन्ने बित्तिकै सरकारले जसरी नगर प्रहरी भर्ती गर्छ त्यसरी सरकारले कृषि प्रहरी भर्ती गर्ने, ट्र्याक्टर लाने, ट्याङ्कर लाने, बिउ लाने, मल लाउने, सुइँ जोताउने, छर्दिने, पानी हाल्ने, हिँड्ने र अर्को पालि ती कृषि प्रहरीहरू आएर चाहिँ उनले गोडमेल गर्ने, बाली भित्र्याउने। अर्डर लगाइदिनु भयो भने त केही त गर्न पर्दैन। 8-9 महिनासम्म त बारी हरियो पनि हुन्छ। दाल हामी 48 अर्को दाल त अहिले पनि किनेर खान्छौँ भनेपछि अर्डर लाउनु भरि धेरै कुरा गर्न सक्छौँ, जो चाहिँ साँच्चै सोचेर चिन्तन मनन गरेर एउटा छेउबाट सुरु गऱ्यो भने सम्भव छ। त केही पनि हुन सक्दैन भने कटहर लगाइदिउँ न त। कटहर अहिले काँचो कटहरको पिठो बाहिर जाँदो रहेछ। तरुल लगाइदिउँ, बेसार लगाइदिउँ, अदुवा लगाइदिउँ, अरू कुनै पनि पाती लगाइदिउँ, असुरो लगाइदिउँ। असुरो त चाइनाले जति दिन्छ म किन्छु भनेको रहेछ। पाती हामी पुर्याउन सक्दा रहन्छौँ। कपुर लाउन सक्छौँ। कपुर अहिले जनज्योतिमा जानु भने हामीले कपुरको तेल निकाल्छौँ, त्यो केहीले पनि खाँदैन। एउटा रुखो लगाइदिएपछि सजिलै हुर्किन्छ। अनि पात काट्दै पेल्दै गरेर जुन हाम्रो आमाहरूले पूजा गर्ने कपुर हो त्यो निकाल्छ। तेजपत्ता निकाल्न सक्छौँ, बेल निकाल्न सक्छौँ, जामुन के निकाल्न सक्दैनौँ, तर इच्छा शक्ति हुन पर्यो। अब यो कसरी सम्भव हुन्छ भन्दाखेरिमा पहिला त हरेक कुराहरू सरकारी कर्मचारी, सेना प्रहरी र सशस्त्र जसले सरकारी सेवा लिइरहेको छ उहाँहरूलाई एउटा नोटिस जारी गर्न पर्यो कि तपाईँको बारी बाँझो छ भने तपाईँले तलब खानको लागि वडापालिकाबाट सिफारिस ल्याउनुपर्छ। जस्तै मेरो घर ढोडरी हो, त्यहाँ मसँग अलिकति जमिन छ, म सुर्खेतमा पढाउँछु भनेपछि मैले प्रत्येक महिना जसरी हाजिरी पेस गरे जस्तै निजको जमिन बाँझो छैन भन्ने सिफारिस ल्याउनु पर्यो। अनि मान्छे दौडेर बारीमा जान्छ। अनि मान्छे पर्यटन विधा भनेको छ, पर्यटन विधा होइन, कृषि विधा गरौँ न। हरेक सिजनमा आखिर वर्षभरिमा 365 दिन, मलाई लाग्छ 15 दिन मात्रै हामीले हाम्रो जमिन हाम्रो माटोसँग खेल्यौँ भने 12 महिना खेती हुन्छ। त्यसरी छुट्टी दिने र विद्यालयलाई विशेष गरी प्रयोग गर्ने। किन भन्दा हरेक अभियानहरू सफल पार्नका लागि, आन्दोलन सफल पार्नका लागि चाहिँ हामीले विद्यार्थी प्रयोग गरे जस्तै खेतबारी बाँझो नराख्नका लागि चाहिँ विद्यार्थी प्रयोग गर्ने, भूमि अनुसारको त्यसलाई वर्गीकरण गर्ने। भन्नु पहाडमा आँप लगाइदिनु, लिची लगाइदिनु, कटहर लगाइदिनुहोस्, स्याउ लगाइदिनु, एभोकाडो लगाइदिनु, जे पनि लगाइदिनु। एक पालि लाउनु भयो त्यसलाई हुर्काइदिनु, त्यसपछि पानी चाहिँदैन, त्यसलाई बेला बेलामा हेरचाह गर्ने हो। हरेक कुरा नगरपालिकाले आफ्नो वडामा अभियानको रूपमा ल्याएर गर्न सक्छ भने